सर्वप्रथम त जनजासु च्यानलको यो 14औं एपिसोडमा देश र विदेशमा रहनुभएका सबै दर्शक श्रोतामा नमस्कार अनि स्वागत छ। म एनपी शर्मा। आजको एपिसोडको शीर्षक छ पश्चिमा नव उदारवादको नालीबेली। नेपालमा कहाँबाट कहिले छेर्यो र कसरी ध्वस्त पार्दैछ। आउनुहोस् एपिसोडको थालनी नव उदारवादको पृष्ठभूमिबाटै गरौँ। पृष्ठभूमि आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रमा कुनै समय धाक जमाएको वाम विचारधाराको प्रादुर्भाव युरोपमा मार्क्सवादको उदयसँगै 19औं शताब्दीबाट भएको देखिन्छ। सन् 1848मा मार्क्स र एङ्गल्सको सहलेखनमा द कम्युनिस्ट म्यानिफेस्टो नामक पुस्तक प्रकाशन भएसँगै वाम विचारधारा युरोप हुँदै बाँकी संसारभर फैलिएको पाइन्छ। औद्योगिक क्रान्तिसँगै पश्चिमा विश्वमा चर्को पुँजीवादी शोषण एवं नाफाखोरीको जाँतोमा पिल्सिएका किसान मजदुरको न्याय र राहतका लागि मार्क्सवाद प्रारम्भमा एक सफल चिन्तनको रूपमा देखा पर्यो। यसका साथै उपनिवेशवाद र साम्राज्यवादका विरुद्ध स्वतन्त्रता तथा आत्मनिर्णयको झण्डा फहराउन र विगतका उपनिवेशलाई मुक्त गर्नमा समेत यो विचार सहयोगी सिद्ध भयो। मार्क्सले कल्पना गरेको समाजवादी शासन व्यवस्था र सरबार वर्गको अधिनायकत्वको पहिलो व्यावहारिक अभ्यास लेनिनको नेतृत्वमा तत्कालीन सोभियत सङ्घमा सन् 1917मा गरियो। दोस्रो विश्वयुद्धपछि यो समाजवादी शासन प्रणाली क्रान्ति वा गृहयुद्धको माध्यमबाट चीन, उत्तर कोरिया, भियतनाम, क्युबा, पूर्वी युरोप आदि मुलुकहरूमा विस्तारित भयो। माओ, होचिमिन, किम इल सुङ र क्यास्ट्रोले आफ्ना मुलुकको मौलिक अवस्था अनुसार मार्क्सवादलाई परिमार्जन गर्दै अनि आफ्नै सिद्धान्त समेत थप गर्दै समाजवादी शासन व्यवस्था लागू गराए, जुन विभिन्न स्वरूपमा अद्यापि कायमै छ। विश्वमा उदारवादको उदय। समाजवादको यो अनपेक्षित विस्तारबाट अमेरिका नेतृत्वको पुँजीवादी विश्वमा हलचल मच्चियो। यही गतिमा मार्क्सवाद र लेनिनवाद फैलियो भने एक दिन पुरै विश्व राताम्य हुने चिन्ताले उनीहरूलाई सताउन थाल्यो। आखिर अन्याय, असमानता, अभाव र शोषण त अनादिकालदेखि नै विश्वको जुनसुकै सभ्यतामा पनि रहिआएकै छ। ती सबै ठाउँ वा समुदाय मार्क्सवादको लागि उर्वरा मैदान हुने भए भन्ने चिन्तामा त्यताका शासक र बुद्धिजीवी पिरो लिन थाले। यसपछि पश्चिमा मुलुकका पुँजीवादी चिन्तक र राजनीतिज्ञले मार्क्सवादको विकल्पको रूपमा उदारवादलाई अघि बढाए। आफ्ना समाज र बजारमा थिचोमिचो र विभेद रहेको तथ्यलाई स्वीकार गर्दै यसलाई मार्क्सवादको आहारा बन्न नदिनको लागि उनीहरूले नै प्रगतिशील र समतावादी कार्यक्रमलाई अघि सार्ने निधो गरे। यति नगर्दा लोकप्रिय जनमत वाम विचारधारातिर ढल्किने र आफ्नो वर्चस्व स्खलित हुने डर उनीहरूलाई थियो। यस प्रकार अहिले हेर्दा वामपन्थ एक असान्दर्भिक, विकास विरोधी र अव्यावहारिक चिन्तनको रूपमा देखिए पनि कुनै समय यसले पुँजीवादभित्रका विकृतिलाई चिन्न, तिनको निरूपण गर्न र अन्त्यमा सोही पुँजीवादलाई थप समृद्ध एवं दीर्घजीवी बनाउनमा परोक्ष भूमिका खेलेको देखिन्छ। अर्को शब्दमा वामपन्थ कालान्तरमा आफै विभिन्न खराबी र विचलनबाट ग्रस्त भएर मृत्युशय्यामा पुगे पनि यसले पुँजीवादको हात दरिलो बनाएर छोडेको स्थिति छ। यसकै दबावस्वरूप पुँजीवादी साहुहरूले श्रमिकका अधिकार र वातावरणको संरक्षणका पक्षमा ध्यान दिन बाध्य भए। सन् 1912सम्म अमेरिकामा आयकर नभएकोमा पछि प्रगतिशील कर प्रणाली लागू गर्न थालियो। सन् 1913मा आयकर तिर्नुपर्ने दायित्वका अमेरिकीहरू 1% मात्र थिए। यसरी उठेको रकमबाट सामाजिक सुरक्षा, पेन्सन र स्वास्थ्य बिमा दिन सुरु गरियो। यसरी हेर्दा विचार तथा सङ्गठन स्वतन्त्रता, निजी लगानी, मुनाफाको हक र सम्पत्तिमा निजी स्वामित्वलाई कायम राख्दै पुँजीवादले समाजवादका मौलिक चरित्रको रूपमा रहेका श्रमिक हक, सामाजिक सुरक्षा र पर्यावरणलाई समेत समेट्न भ्यायो। यसपछि मानिसहरूमा सबै कुरा पुँजीवादीले नै दिने भए वामपन्थी तानाशाही र सङ्कीर्णतालाई किन स्वीकार गर्ने त भन्ने प्रश्न खडा भयो। यही प्रश्नलाई पश्चिमा मिडिया र गैर सरकारी क्षेत्रले घर घरमा पुर्याएपछि समाजवादको पतन यात्रा प्रारम्भ भयो। यसरी जब पुँजीवादमा समाजवाद वा वामपन्थका लोकप्रिय विषयहरू पनि मिसाउनु पर्ने बाध्यता आइलाग्यो, तब विधिवत रूपमा उदारवादको उदय भयो। यी लोकप्रिय विषयमा श्रमिक हकित, लैङ्गिक समानता, पर्यावरण, सामाजिक सुरक्षा, धर्मनिरपेक्षता, आत्मनिर्णय, गणतन्त्र आदि पर्दछन्। सोभियत सङ्घ र समाजवादी धुरी विघटनको प्रभाव। सन् 1979मा अफगानिस्तानमा सैन्य हस्तक्षेप गरेपछि तत्कालीन सोभियत सङ्घका लागि त्यो 10 वर्ष युद्ध गोर्बाचेवले पछि भने जस्तो रक्तमुछेल घाउमा परिणत भयो। यसैबीच अमेरिकाको दबावमा तेल उत्पादकहरूको अन्तर्राष्ट्रिय संस्था ओपेकले सन् 1986मा पेट्रोलियम पदार्थको भाउ $30 प्रति ब्यारेलबाट एकैचोटि $10 प्रति ब्यारेलमा घटाएपछि सोभियत सङ्घको अर्थतन्त्र धर्मराउन सुरु भयो। अब 1 ब्यारेल तेलबाट हुने आम्दानीको लागि उसले 3 ब्यारेल तेल बेच्नुपर्ने भयो। यसका लागि 3 गुणा बढी पूर्वाधार र संसाधन चाहिनेमा सोभियत सङ्घले तत्काल त्यसको जो गर्न सक्ने अवस्था थिएन। निजी लगानी शून्य र आफ्ना नागरिकको सबै कुराको जिम्मा राज्यले लिएको सङ्घमा आएको उल्लेख्य हिस्सा वात्तै घटेपछि दिवालिया हुनुको विकल्प थिएन। वास्तवमा सोभियत सङ्घको पतन राजनीतिक वा सैन्य कारणले नभएर विशुद्ध आर्थिक कारणले भएको थियो।
एकातिर पेट्रोलियम पदार्थको भाउ घट्नु, अर्कोतर्फ अफगान युद्धमा ठुलो खर्च भइरहनु, यी दुई चुनौतीका बीच सङ्घले आफ्नो मात्र नभएर पूर्वी युरोप, एसिया, क्यारिबियन र अफ्रिकाका सहयोगी देशहरूलाई समेत भर्ती गर्न सक्ने सम्भावना नै थिएन। ती देशहरू हात-हतियारदेखि खाद्यान्नसम्म र औषधिदेखि तेलसम्म सोभियत सङ्घ उप नै निर्भर थिए। अर्कोतर्फ अमेरिकासँग अन्तरिक्ष र सैन्य मामिलामा प्रतिस्पर्धा गर्नुपर्ने बोझले राज्यको अनुत्पादक व्यवहार झन चुलिँदै थियो। वास्तवमा अन्तिम सोभियत राष्ट्रपति मिखाइल गोर्बाचेभले सन् 1986मा ग्लासनोस्ट र पेरेस्ट्रोइका नामबाट राजनीतिक र आर्थिक उदारीकरणको नीति ल्याउनुमा उनको रहर नभएर त्यो समाजवादी शासन व्यवस्थालाई जोगाउने अन्तिम तुरुप थियो। नेपालसहित अन्य देशका कम्युनिस्टहरूले उनलाई गद्दार भने पनि उनीसँग यथार्थको सामना गर्न यो बाहेक अरू विकल्प बाँकी थिएन। यसैबीच बर्लिन पर्खाल 9 नोभेम्बर 1989मा ढलेपछि सोभियत सङ्घले त्यसलाई रोक्न कुनै सार्थक हस्तक्षेप गर्न सकेन। यसबाट हौसिएका अन्य पूर्वी युरोपेली मुलुकले पनि सन् 1990 र 91मा धमाधम आफूलाई सोभियत नियन्त्रण र वामपन्थी शासनबाट मुक्त घोषित गर्न थाले। यो लहरको प्रारम्भ पूर्वी जर्मनी र पोल्यान्डबाट सन् 1990मा भयो भने युगोस्लाभियामा सन् 1992मा पुगेर टुङ्गियो। यसैबीच 26 डिसेम्बर 1991मा सोभियत सङ्घ आफू नै 15 टुक्रामा विभक्त मात्र भएन, त्यहाँबाट हँसिया हथौडा औपचारिक रूपमै विदा पनि भयो। यसपूर्व नेटोको समकक्षीको रूपमा सोभियत धुरीका मुलुकले खडा गरेको वार्सा गठबन्धन वार्सा प्याक्ट 25 फेब्रुअरी 1991मै विघटन भइसकेको थियो। वामवाद र उदारवाद बीचको घालमेल। वामवाद र उदारवाद बीच कहाँबाट घालमेल हुन सुरु भयो भन्ने हेर्दा हामीहरूले जर्मनीको फ्राङ्कफर्ट स्कुललाई बिर्सन मिल्दैन। पहिलो विश्वयुद्ध चलिरहँदा सन् 1917मा सोभियत सङ्घमा लेनिनको नेतृत्वमा बोल्सेविक क्रान्ति सफल भएपछि समाजवादको फैलावट युरोपका अन्य मुलुकमा पनि हुन सक्ने डर टड्कारो देखियो। यसबाट सन्त्रस्त जर्मनीका उदारवादी र पुँजीवादी अभियन्ताले फ्राङ्कफर्ट विश्वविद्यालयमा थिङ्कट्याङ्कको रूपमा एउटा वैचारिक स्कुल नै खडा गरे। समाजवादले दिने लाभ पुँजीवादकै हातबाट दिलाउन सकियो, त्यसमा पनि स्वतन्त्रता र छनौटलाई मिसाएर भने मार्क्सवादी विचारले कहिले टाउको उठाउन नसक्ने निष्कर्षमा उनीहरू पुगेसँगै इन्स्टिच्युट अफ सोसल रिसर्चको नामबाट यो फ्राङ्कफर्ट स्कुलको औपचारिक गठन सन् 1923मा गरियो। म्याक्स होर्खाइमर, थियोडोर एडोर्नो, वाल्टर बेन्जामिन, एरिक फ्रोम, विल्हेम रिग र जर्गन हाबरमास जस्ता बुद्धिजीवी यस स्कुलका चाहिँ प्रणेता थिए। यसले देखाडी रूपमा पुँजीवादको विरोध गरे पनि यसको मूल अभिष्ट समाजवादका काम लाग्ने कुरा पुँजीवादमा मिसाएर यसैलाई निर्विकल्प बनाउनु थियो। पछि सन् 1933मा जर्मनीमा हिटलर र नेसनल सोसलिस्ट पार्टी अर्थात् नात्सी पार्टीको उदय भएसँगै यो स्कुल उनीहरूको चाहिँ वक्र दृष्टिमा पर्यो। स्कुलका आधा जति बुद्धिजीवी यहुदी धर्मको भएको हुँदा अब जर्मनीमै बसेर गतिविधि सञ्चालन गर्न जोखिमयुक्त हुने भयो। परिणामतः यो स्कुलका अधिकांश चिन्तकहरू अमेरिका बसाइँ सरे अनि कोलम्बिया र सिकागो विश्वविद्यालयमा यस्तै प्रकृतिका अरू स्कुल स्थापना गरे। यही समूहका हर्बर्ट मार्कसले क्रिटिकल थ्योरीको नामबाट सन् 1937मा एउटा विवादास्पद सिद्धान्त अघि सारे, जसमा समाजमा देखिएका समस्याका लागि कुनै खास वर्ग र अर्थव्यवस्थालाई जिम्मेवार ठहराइएको थियो। उदारवादबाट नव उदारवादमा सङ्क्रमण। अब उदारवाद कति बेला नव उदारवादमा सङ्क्रमण भयो त? जब सन् 1991मा सोभियत सङ्घको विघटन र समाजवादी दर्शनको ओह्रालो यात्रा सुरु भयो, तब अमेरिका नेतृत्वको पश्चिमा विश्वले ढुक्कको सास फेर्यो। वामपन्थी धुरीको नेतृत्व गरिएको सोभियत सङ्घको विखण्डनपछि विश्व अब एकल महाशक्ति युनिपोलार संरचनामा पुगेको घोषणा गरियो। यसैबाट उत्साहित भएर सामुएल हन्टिङटनले द क्लास अफ सिभिलाइजेसन्स 1996 र फ्रान्सिस फुकुयामाले द एन्ड अफ हिस्ट्री एन्ड द लास्ट म्यान 1992 जस्ता पुस्तक लेखेर यस्तो भाष्यलाई स्थापित गरे। उनीहरूको साझा निष्कर्ष थियो कि बर्लिन पर्खाल ढलेपछि पुँजीवाद र उदारवादको विकल्प छैन र पश्चिमा सभ्यताले तमाम बाधा अडचन छिचोल्दै पुनः आफ्नो श्रेष्ठता जोगाउन सफल भयो। यसरी आफ्नो सबैभन्दा ठुलो प्रतिद्वन्दी ढलेपछि हिजोदेखि रोकिएका आफ्ना सबै एजेन्डा अरू देशमा पनि लागू गर्न वा फैलाउन उनीहरूको लागि थप सहज हुने भयो। कतै आर्थिक सहायताको पासो थापेर, कतै स्थानीय नागरिक समाज र गैर सरकारी संस्थालाई परिचालन गरेर, कतै मूलधारको मिडियालाई नै दिग्भ्रमित पारेर, त कतै रङ्गीन क्रान्तिहरू प्रायोजन गरेर पश्चिमा लेफ्ट लिबरलहरूले खास गरी राजनीतिक सङ्क्रमण र आर्थिक अभावसँग जुधिरहेका एसियाली र अफ्रिकी मुलुकमा आफ्ना रुहानी तर घातक कार्यसूचीहरू निर्यात गर्न अनि लागू गराउन सक्रिय भए। झट्ट सुन्दा न्यायोचित, समतामूलक, चित्ताकर्षक र कर्णप्रिय लाग्ने
हतपति होइन भन्न नसकिने खालका नारा र लक्ष्यहरू उचाल्ने अनि तिनको आडमा कमजोर देशहरूलाई सदाकालका लागि आर्थिक राजनीतिक र सांस्कृतिक उपनिवेश बनाइरहने, साना देशका काँधमा बन्दुक राखेर अर्को ठुलो देशलाई प्रहार गर्ने अनि अन्तिममा युक्रेनको नियति बनाएर छोडिदिने पश्चिमाहरूको पुरानै परम्परा हो। किनभने तितो विषलाई गुलियो महमै मिसाएर खुवाउन सजिलो हुन्छ। सन् 1990मा इराकले कुवेतमा आक्रमण गर्ने निर्णय गरेको खुलासा सद्दाम हुसेनले बगदादस्थित अमेरिकी राजदूत अप्रिल ग्लास्पीसँग पहिल्यै गरेका थिए। त्यो सुनेर राजदूतले यसमा अमेरिकाले नदेखेझैँ गर्ने प्रतिक्रिया दिए। यसभन्दा पहिले पनि इरान इराक युद्ध जुन सन् 1980देखि 1988सम्म 8 वर्ष चलेको थियो, त्यसमा पनि अमेरिकाले इराकलाई गोप्य रूपमा सहायको थियो। राजदूतको यस्तो प्रतिक्रियाबाट हौसिएका हुसेनले 2 अगस्त 1990मा कुवेतमाथि हमला गरे र कादिमा भन्ने नयाँ नाम दिएर फरवरी 1991सम्म शासन गरे। तर हिजो दिएको वचन विपरीत अमेरिकाले आफ्नो नेतृत्वमा अपरेसन डेजर्ट स्टर्मको नामबाट सन् 1991मा इराकमाथि विशाल सैन्य कारबाही गर्यो। पछि सन् 2003मा अमेरिकासँग हुँदै नभएको महाविनाशका हतियार वेपन्स अफ मास डिस्ट्रक्सन WMD छन् भन्ने हौवा फैलाएर अपरेसन इराकी फ्रिडमको नामबाट अर्को सैन्य कारबाही गर्दै तानाशाह सद्दाम हुसेनलाई अपदस्थ मात्र गरेन कि पछि पक्रेर सन् 2006मा फाँसी समेत दिलायो। भूराजनीतिको यस्तै प्रसङ्गमा झट्ट हेर्दा वा शास्त्रीय ढङ्गले बुझ्दा युक्रेनको गल्ती के छ? युक्रेन आफैमा एक स्वतन्त्र र सार्वभौम मुलुक हो। नेटो वा जुनसुकै अरू गठबन्धन प्रवेश गरोस्, आफ्नो देशमा जुनसुकैका सेना ल्याएर राखोस्, जुनसुकै देशका सैन्य बेस खडा गर्न दियोस्, त्यो उसको मर्जी हो नि। कलेज पढ्ने अहिलेका अधिकांश युवावतीले यस्तै कुरा गरेको सुनिन्छ। तर के विश्व राजनीति वा भूराजनीति यस्तै सोझो वा सिधा बाटोबाट चल्छ त? के धरातली यथार्थ भन्ने कुनै कुरा हुँदैन? कि आफूभन्दा शक्तिशाली छिमेकीको चिन्ता र चासोलाई उपेक्षा गर्न मिल्छ? के भूराजनीतिक संवेदनशीलतालाई होइन छैन भन्न सकिन्छ? सन् 1962मा सोभियत नेता निकिता ख्रुश्चेभले क्यास्ट्रोको अनुरोधमा क्युबामा क्षेप्यास्त्र राख्न खोज्दा केनेडी नेतृत्वको अमेरिकाले झन्डै तेस्रो विश्वयुद्धको उद्घोष गरेको हो कि होइन? अहिले पनि मेक्सिको वा क्यानाडामा रुसी वा चिनिया सैन्य बेस राख्न खोजियो भने के अमेरिका मौन बस्छ? अनि रुसको आफ्नो सुरक्षात्मक चासो कसरी अरूको दाँजोमा अपवित्र र औचित्यहीन हुन्छ त? नवउदारवादले यस्तो संवेदनशीलतालाई कहिल्यै ठाउँ दिँदैन। नेपालमा नवउदारवादको प्रवेश। नेपालमा नवउदारवाद कहिले भित्रियो त? यसमा बुझ्नुपर्ने कुरा के छ भने नेपालमा उदारवाद आउँदै आएन, एकैचोटि उदारवाद नै भित्रियो। भनेपछि हाम्रोमा चाहिँ उदारवाद हुँदै उदारवादसम्मको सङ्क्रमण भएन, सिधै चाहिँ उदारवाद एकैचोटि भित्रियो। यस्तो किन भयो भने नेपालमा 30 वर्षसम्म पहिले एकतन्त्रीय पञ्चायती शासन थियो। सन् 1990मा त्यो ढलेर राजनीतिक र आर्थिक खुलापन आउँदा पश्चिमा विश्वमा पनि उदारवाद विदा भएर त्यसको चर्को संस्करण नवउदारवाद पसिसकेको थियो। त्यसैले नेपालले शास्त्रीय उदारवाद भोग्नै पाएन, किनकि त्यसलाई पञ्चायतको बन्द प्रणालीले बाहिरी राख्यो। तर जब पञ्चायत भएर बहुदलीय प्रन्तर आउने बेला भयो, पश्चिमबाट उदारवादले झन उग्र नवउदारवादको लागि ठाउँ छोडिसकेको थियो। विगतका घटनाको पुनर्स्मृति गर्दा सन् 1990मा हाम्रोमा निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य, बहुदलीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रको आगमन एकैपटक भयो। सोही वर्ष जारी नेपाल अधिराज्यको संविधानले सङ्घ संगठन खोल्न पर्ने स्वतन्त्रता प्रदान गरेसँगै पछिका वर्षमा गैर सरकारी संस्थाहरूको बाढी नै आयो। यसै क्रममा 20,000 भन्दा बढी यस्ता संस्थाहरू दर्ता भए। कतिले विकास र पूर्वाधार, स्वास्थ्य र सरसफाइको क्षेत्रमा उत्कृष्ट काम गरे पनि धेरैले तिनै पश्चिमा विषाक्त र अतिवादी एजेन्डा बोक्ने, तिनलाई गाउँ गाउँसम्म पुर्याउने र बदलामा आफू र आफ्नो परिवारको चमत्कारिक श्रीवृद्धि गराउने अभियानमा लागे। समाजमा भएका अन्याय वा विभेदलाई उठाए जस्तो गरेर आफ्नो लागि चर्चा बुटुल्ने, स्वदेशी र विदेशी अवसरहरू दोहन गर्ने अनि प्रोफाइल बनाएर पछि राजकीय पदहरू हत्याउने हत्कण्डाहरू पनि थुप्रैले अपनाए। यसमा मूलधारका अखबार, FM, TV र चलचित्र जस्ता विधाले पनि राम्रैसँग सघाए। नवउदारवादको अर्को सारथीको रूपमा हाम्रा विश्वविद्यालय र प्राध्यापकहरू देखा परे। खास गरी कलेजको पाठ्यक्रममा पश्चिमा वामवादी र नवउदारवादी अध्ययन सामग्री थुपार्ने, नेपालीहरूले लेखेका र सुनाएका मौलिक सामग्रीलाई स्थान नदिने, नेपाल र नेपालीका बारेमा समेत केही हप्ता घुम्न आएका विदेशी लेखक र चिन्तकका रचनालाई प्राथमिकता दिने, पारम्परिक र प्रथाजनित कुराहरूलाई दक्षिणपन्थी भन्दै छनौटबाटै निषेध गर्ने जस्ता प्रवृत्तिहरू हावी भए। यस क्रममा प्राध्यापकहरूलाई पश्चिमा विश्वविद्यालयले निःशुल्क वा उल्टै पारितोषिक दिएर MPhil PhD गराइदिने, पाठ्यक्रम निर्माणको समयमा आर्थिक र प्राविधिक सहायता दिने नाममा गैर सांस्कृतिक भड्काउ जन्ने र अप्राकृतिक कुराहरू कोर्समा राख्न लगाउने अनि त्यस्तै खालका विद्यार्थी तयार गरेर पछि श्रमिकको रूपमा तिनै देशमा निर्यात गर्ने उपक्रम अहिलेसम्म निर्वाध रूपमा चलिरहेको छ।
यस सिलसिलामा त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र र मानवशास्त्र विभाग किन छुट्याउनु पर्यो भन्ने विषयमा समाजशास्त्र विभागका पूर्व प्रमुख डाक्टर युवराज लुइटेलले सन् 2021मा प्रकाशित गरेको विचार उत्तेजक लेखमा विभिन्न घात प्रतिघातको बारेमा सोदाहरण चर्चा गर्नुभएको छ। खास गरी सन् 2006को राजनीतिक परिवर्तनपछि आदिवासी जनजातिका मुद्दामा नर्वे र नेदरल्यान्ड जस्ता युरोपेली मुलुकको लगानी हत्तै बढेको र त्यो रकमलाई विभागले अपारदर्शी र एकाङ्गी शैलीमा खर्च गरेको उहाँको आरोप छ। मुलुकमा नयाँ संविधान निर्माणको रसाकसी चलिरहँदा एकल जातीय पहिचान, एक मधेस एक प्रदेश, आत्मनिर्णयको अधिकार, नागरिकताबाट कथित वञ्चिती जस्ता विवादास्पद विषयमा अध्ययन अनुसन्धान गराउन पश्चिमा देशहरूले समाजशास्त्र र मानवशास्त्र विभागलाई वाहनको रूपमा प्रयोग गरेको र ठूलो रकम खर्च गरेको उहाँ स्मरण गर्नुहुन्छ। यसै सन्दर्भमा अमेरिकी मानवशास्त्री लिन बेनेटको नेतृत्व र विश्व बैंक तथा DFID को लगानीमा नेपालकै समाज विज्ञानीहरूलाई परिचालन गरेर सन् 2006मा अनइक्वल सिटिजन्स अर्थात् असमान नागरिकहरू नामक एक विवादास्पद भोल्युम लेख्न लगाएको एवं त्यसको प्राक्कथन राष्ट्रिय योजनाका तत्कालीन उपाध्यक्ष डाक्टर शङ्कर शर्माले लेखिदिएर त्यसलाई सरकारी वैधानिकता दिलाएको उहाँको जिकिर छ। खास गरी प्राज्ञिक जगतबाट हुने अधिकांश शोध र प्रकाशनमा यस्तै पश्चिमा आधारित संस्थाको लगानी हुने र तिनले जबरजस्त ढङ्गले घुलेका धेरै कार्यसूचीले अहिलेको संविधान, मुलुकी देवानी र अपराध संहिता र त्यसपछि बनेका सामाजिक क्षेत्रका कानुन एवं नीतिमा गहकिलो स्थान पाएको तथ्य कसैबाट छिपेको छैन। सन् 1990 पछि सर्वोच्च अदालतको रिट क्षेत्राधिकारलाई उपयोग वा दुरुपयोग गरेर पनि धेरै अप्राकृतिक र दीर्घकालमा हानिकारक आदेशहरू जारी गराउँदै समाजको पुनर्इन्जिनियरिङ गर्न खोजिएको छ, जसका सकारात्मक वा नकारात्मक परिणाम हाम्रो सामु छर्लङ्ग छन्। यस्ता कतिपय मुद्दाका रिट अन्तर्राष्ट्रिय गैर सरकारी संस्था अर्थात् INGO को कार्यालयमा मस्यौदा गरिन्थे भन्ने कथन छ। त्यस बखत रिट दायर गर्ने निवेदक र रिट जारी गर्ने न्यायमूर्तिहरूको एउटै स्थापित समूह रहेको तथ्य हेर्दा यो आरोपलाई अन्यथा भन्न सकिने स्थिति पनि छैन। परिणाम त अहिले हामी यस्तो राजनीतिक र सांस्कृतिक भूमरीमा फसेका छौँ जसले मलाई एउटा पुरानो लोकगीतको याद दिलाइरहेको छ। खाउँ त भने सुन्तला पानी, नखाउँ भने दुवैको ज्यान जानी, अघि बढौँ भने विद्रुप खाडल, पछि फर्कौँ भने पाताले छाँगो। यही गतिरोध डेडलकको शिकार हामी कहिलेसम्म हुने हो, यो प्रश्न अनुत्तरित नै छ। परिणाम त नेपालमा सन् 1990 को परिवर्तनपछि पुँजीवादी हातेमालोमा र सन् 2006 को परिवर्तनपछि वामपन्थी हातेमालोमा नवउदारवाद चाहिँ झाँगिएको पाइन्छ। सन् 1990 को परिवर्तनपछि चाहिँ पुँजीवादी सहकार्यमा, 2006 को परिवर्तनपछि चाहिँ वामपन्थी सहकार्यमा चाहिँ के भएको छ, नवउदारवाद चाहिँ हाम्रो सिस्टम र सोसाइटीमा चाहिँ झाँगिएको छ। यसको अर्थ यी दुवै परिवर्तनहरू पूर्ण रूपेण गलत वा प्रायोजित थिए भन्न खोजेको होइन। जुन व्यवस्थाका विरुद्ध यो आन्दोलन गरिए ती व्यवस्था यीभन्दा अझै खराब थिए। तर आन्दोलनकारी दलमा हाम्रो अभियान सफल भएपछि के गर्ने भन्ने कुनै पूर्व सोच थिएन, पूर्व तयारी थिएन। आफ्नो आन्दोलन यदि छिटै सफलीभूत होलान् र आफूमा सत्ताको बागडोर यदि छिटै आइलाग्ला भनेर दुवै अवस्थामा दल र नेताहरूले गमेका पनि थिएनन्। 81 सिंहदरबारको कुर्सी खाली भएको, त्यसमा बस्नुपर्ने अवस्था आएको, तर परिवर्तनकारी शक्तिहरूसँग भोलिका दिनका लागि कुनै भिन्न योजना, दर्शन र कार्यक्रम नरहेको स्थितिमा त्यो कमी पुरा गर्न विज्ञताको नाममा गैर सरकारी र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाका हितैषीहरू अघि सरे। अनि तिनले जुन कुरालाई परिवर्तन र अग्रगमन भनेर टिपाइदिए, राजनीतिक वृत्तले पनि त्यसैलाई पछ्याउनुको विकल्प थिएन। यस्तो किन पनि भयो भने दुवै कालखण्डमा भनेको सन् 1990 पछि पनि र सन् 2006 पछि पनि आन्दोलनकारी वा विद्रोही शक्तिले भोलिको परिवर्तनलाई व्यवस्थापन वा सहजीकरण गर्न राजनीतिक चेतयुक्त विज्ञ सल्लाहकारको समूह खडा गर्न र आर्थिक, राजनीतिक, कानुनी, सामाजिक एवं सांस्कृतिक मामिलामा वैकल्पिक कार्यदर्शिता कोर्न भ्याएकै थिएनन्। परिणामस्वरूप खास गरी सन् 2006 को परिवर्तनपछि त्यो 19 दिने जनआन्दोलनमा कतै नसुनिएको धर्मनिरपेक्षता संविधानमा छिर्न पुग्यो भने त्यसको 1 वर्षपछि भएको मधेस आन्दोलनले पुरै नेपालका लागि संहितालाई अनिवार्य बनाइदियो। जबकि त्यति बेला पनि पछि परेका मधेस र कर्णाली प्रदेशको लागि विशेष व्यवस्था गर्दै बाँकी नेपालको लागि शक्तिशाली विकेन्द्रीकरण मार्फत सिंहदरबारको अधिकार साँच्चीकै वडा तहसम्म प्रसारित गर्ने ठाउँ बाँकी नै थियो। त्यो पनि अहिलेको भन्दा कम जोखिम, अपव्यय र कम जटिलतासहित, तर त्यतातिर सोच्न समेत दिइएन। खास गरी पश्चिमा नवउदारवादले हाम्रो देशमा लैङ्गिक उग्रवाद, वातावरणीय अतिवाद, विस्थापनको तहमा जनसङ्ख्या नियन्त्रण, समलैङ्गिकता र पारलैङ्गिकता, गर्भवतन, सम्बन्ध विच्छेद, खर्चिलो मानसिक स्वास्थ्यको हाउगुजी, मौलिक धर्म संस्कृतिको विनाश, युवा पुस्तामा शून्यवाद र आत्मप्रियतावाद जस्ता घातक चिन्तनहरू प्रवेश गराएर राष्ट्रिय प्राथमिकताहरूलाई नै गाँजेमाझे बनाइदिएको छ। कता जानुपर्ने समाजलाई कतातिर लगिएको छ। विकास र आत्मनिर्भरतामा खर्च गर्नुपर्ने स्रोत साधन अनि ऊर्जालाई हामीसँग तात्विक सरोकार नराख्ने कुरामा अपव्यय गरिएको छ।
यसरी हेर्दा हाम्रो देश र समाज नवउदारवादको कसिलो जगडनमा यसरी फँसेको छ कि यसबाट बाहिर निस्कन ठुलै राजनीतिक र सांस्कृतिक हस्तक्षेप जरुरी भएको छ। दर्शकवृन्द, हामी यो एपिसोडको अन्तमा आइसकेका छौँ। यो प्रस्तुति तपाईँलाई राम्रो लागेमा च्यानललाई लाइक, सब्सक्राइब, सेयर र कमेन्ट गर्न नबिर्सनुहोला। नोटिफिकेसन पाउनको लागि सँगै रहेको बेल आइकन थिच्नुहोला। अर्को एपिसोडमा अर्को कुनै विषय लिएर तपाईँ हाम्रो भेट हुने नै छ। त्यो बेलासम्मको लागि धन्यवाद र शुभ दिन।